देशमा अहिले राजनीतिक माहौल छ। 2079 पछि 2084 चुनाव हुने भनिए तापनि देशमा बढ्दो अनियमितता, भ्रष्टाचार र सोसल मिडिया विरुद्ध भाद्र 23 र 24 गते भएको जेनजी आन्दोलन र संसद विघटन पछिको अन्तरिम सरकारले मध्यावधि चुनाव फागुन 21 गते भनेर तोकेपछि सोही अनुसार नै 21 गते चुनाव गर्न लागि छ। यो चुनावको बारेमा भन्नुपर्दा यो हुन लागेको चुनाव प्रतिनिधि सभाको चुनाव हो। यो चुनावमा देशभरिको 165 चुनाव क्षेत्रबाट प्रत्यक्ष उम्मेदवारहरू संसदमा जानुहुन्छ भने समानुपातिकबाट 110 जना संसदमा जानुहुन्छ। प्रत्यक्ष भनेको उम्मेदवारीद्वारा मतदान प्रक्रियामा सम्मिलित भई विजयी भएर जाने संसदहरू हो। समानुपातिक भनेको चाहिँ मतदाताले प्रत्यक्ष नभई राजनीतिक पार्टीलाई मतदान गर्छन् र प्राप्त कुल सदर मतमध्ये कुनै पनि पार्टीले पाएको मतका आधारमा समानुपातिक तर्फबाट पार्टीले अघि राखेको सूची मध्येका उम्मेदवारहरू सरकारमा लैजाने प्रक्रिया हो। खासमा प्रतिनिधि सभा सदस्य भनेको कुनै पनि जिल्ला निर्वाचन क्षेत्रबाट संसदसम्म तपाईले जिताएर पठाएको सदस्य हो, जसले तपाईका आवाजहरू, तपाईका मुद्दाहरू सरकारसम्म पुर्याओस्, जसले सरकारमा पेश गरिएका बिलहरू, नीतिहरू, कानुनहरू, संविधान संशोधनका कुराहरू, त्यसको कार्यान्वयन, त्यसमा भएका गल्तीहरू, सुधार गर्नुपर्ने पक्ष, तपाईको जिल्लाको आवाज, प्रमुख समस्याहरू संसद समक्ष पुर्याउने, त्यसमा बहस गर्ने, संशोधन गर्ने, पुनर्स्थापना गर्ने काम गर्नुहुन्छ। बजेट छुट्याउने कुरामा, राष्ट्रिय आयोजनाहरूको विषयमा बहस गर्दा आवाज उठाउने, सरकारको काम अनुगमन गर्ने र खबरदारी गर्ने काम पनि प्रतिनिधि सभाका सदस्यहरूले गर्नुहुन्छ। यो बाहेक प्रतिनिधि सभा सदस्यको काम भनेको विकास निर्माण कार्य गर्ने भने होइन। त्यसैले यदि कोही उम्मेदवार तपाईको क्षेत्रमा आई पानी, बिजुली, बाटो जस्ता मुद्दाहरूमा बोल्दै हुनुहुन्छ भने होस गर्नुहोस्, त्यो कुरा पुरै साँचो भने होइन। यद्यपि उहाँहरूले आफ्नो क्षेत्रमा बजेट बाँडफाँड गर्दा आफ्नो क्षेत्रको आवश्यकताबारे सरकारलाई सजग बनाउन भने सक्नुहुन्छ। यति भनेपछि तपाईले प्रत्यक्ष र समानुपातिक उम्मेदवार भनेर चाहिँ बुझ्नुभयो होला। छोटकरीमा फेरि भन्नुपर्दा प्रत्यक्ष भनेको चाहिँ तपाईले जिताएर पठाउने संसद हो भने समानुपातिक भनेको चाहिँ तपाईले पार्टीगत रूपमा दिएको भोटलाई उम्मेदवारको रूपमा पार्टीले महत्त्वपूर्ण नेताहरूलाई संसदसम्म लैजाने प्रक्रिया हो। प्रतिनिधि सभा र प्रतिनिधि सभाको सदस्य र त्यसको चुनावको बारेमा केही कुरा बताइसकेपछि अब हामी लागौँ मतदानतर्फ। मतदानमा तपाईहरूलाई 2 वटा मतपत्र दिइन्छ, जसमध्ये पहिलो पत्र भनेको चाहिँ प्रत्यक्षलाई मत दिँदा प्रयोग गरिने पत्र हो, जसमा तपाईले आफ्नो क्षेत्रबाट उठेको उम्मेदवारमध्ये आफूलाई मन परेको व्यक्तिको चुनाव चिन्हमा छाप लगाई मतपेटिकामा मत खसाल्नुहुन्छ। त्यसपछि तपाईलाई समानुपातिक तर्फको मतपत्र दिइन्छ, जसमा तपाईले आफूलाई मनपर्ने या ठिक लागेको पार्टीको चुनाव चिन्हमा छाप लगाई मतपेटिकामा मत राख्नुहुन्छ। दुवै पत्रमा एउटै चिन्ह हुनुपर्ने या फरक भएमा मत बदर हुने भन्ने चाहिँ हुँदैन। यो कुरा भनिरहँदा मैले सदर र बदर भन्ने 2 वटा शब्द प्रयोग गरिरहेको छु। सदर भनेको सही ढङ्गले दिइएको मत, कुनै पनि गलती बिना दिइएको मतलाई सदर मत भनिन्छ भने मत दिने क्रममा भएका कुनै गल्ती जसको कारणले गर्दाखेरि तपाईको मतको गन्ती नहुन सक्ने अवस्था छ भने त्यस्तो मतलाई चाहिँ बदर भएको मत भनिन्छ। हामी फेरि मतदानकै कुरा गरौँ। मतपत्रमा औँठा छाप या अरू कुनै चिजको छाप भने लगाउन पाइँदैन। मतदान स्थलमा भएको स्वस्तिक चिन्हले कोठाको रेखा नछुने गरी र छापको मसी अरू कुनै मतचिन्हमा नलतपतिने गरी पट्याएर तपाईले आफ्नो मतपेटीमा खसाल्नुपर्छ। जुन मतदान अत्यन्तै गोप्य र प्रभावकारी एवं सुरक्षित ढङ्गले मतगणना स्थलसम्म पुर्याइन्छ र एक मत गनेर प्रत्यक्ष र समानुपातिकबाट क्रमशः व्यक्ति र पार्टीलाई विजय गराइन्छ। लोकतन्त्रको सबैभन्दा सुन्दर पक्ष भनेको नै आफ्नो प्रतिनिधि आफैले चुनाव गर्न पाउने यो अधिकार हो। तपाईले आफ्नो क्षेत्र
यसका समस्या, यसलाई समाधान गर्ने ल्याकत भएको व्यक्तिलाई बिना कुनै हस्तक्षेप चुन्न पाउनुहुन्छ। त्यसैले मतदान गर्ने या भोट हाल्ने काम तपाईँको अधिकार मात्र होइन, जिम्मेवारी पनि हो। सही मान्छेको चुनाव गर्ने यो कार्यमा तपाईँहरूलाई शरीक भइदिनु हुन म आग्रह गर्दछु। देशमा चरम बेरोजगारी छ, भ्रष्टाचार छ, राजनीतिक हस्तक्षेप छ भनेर हामीहरू सार्वजनिक ठाउँहरूमा, सामाजिक सञ्जालमा, सडकमा कराइरहँदा त्यसलाई सुधार्ने ठाउँ भनेको मतदान मात्रै हो। यसलाई सुधार्न सबैभन्दा पहिला जनता नै जाग्नुपर्छ र मतदानलाई सही ढङ्गले बुझ्न अत्यन्तै जरुरी छ। पछिल्लो प्रहरमा भएको जेनजी आन्दोलन, ज्यान गुमाएका 76 जना, देशको स्थिति, पुरानो पार्टीको काम, नयाँ पार्टीका आग्रहहरू, उनीहरूको बोलपत्र जस्ता सबै कुराहरूमा हामीले विशेष ध्यान दिनुपर्छ। यो देश बनाउने नयाँ अध्याय सुरु गर्ने प्रक्रिया हो। यसमा हामी सबैले हातोमालो गरेर निर्वाचन कार्यालय, निर्वाचन प्रहरीहरूलाई सहयोग गर्न पनि अत्यन्तै जरुरी छ। देशको यस्तो महत्त्वपूर्ण कुरामा बिना प्रश्न, बिना कुनै खोज नीति भोट हाल्ने अनि पछि गएर देश बनेन, यो देशको केही हुनै सक्दैन भन्ने जस्ता भाष्य बनाउनु बालुवामा पानी खनाए जस्तै हो। हामी देखिरहेकै छौँ, देशमा युवा छैनन्, भएकालाई रोजगार छैन, बाटोहरूको अवस्था लज्जास्पद छ, अस्पताल र शैक्षिक संस्थाहरूको स्तर गिर्दो छ, बजारमा महँगाई, कार्यालयहरूमा घुसखोरी, नातावाद, कृपावाद व्याप्त छ। देश शून्य पक्कै छैन, तर देशलाई सगरमाथा, माता सीता, भिरकुटी, गौतम बुद्ध एक्का दुक्का बाहेक चिनाउनेहरू कुनै चिनारी छैन। अर्जुन पराजुलीले लेखे जस्तै हामी पहिला चोरलाई भोट हाल्छौँ, पछि चोर्यौ भन्छौँ। त्यसैले यो चुनावले देश बदलिन्छ भन्ने कुरामा आशावादी भई तपाईँहरूले सही उम्मेदवार आफ्नो क्षेत्रबाट जिताउनु हुनेछ भन्ने कुरामा म विश्वस्त छु। देश चिनाएको पार्टीले होइन, यो देशको नामले हो। नेता बनाउने भाषणले होइन, नेताहरूको कामले हो। देश चिनाएको पार्टीले होइन, यो देशको नामले हो। नेता बनाउने भाषणले होइन, नेताहरूको कामले हो। फलानोले बिगार्यो, यो गरेन, अरूलाई आरोप नलगाउनुहोस्। फलानोले बिगार्यो, यो गरेन, अरूलाई आरोप नलगाउनुहोस्। देश चिनाएको पार्टीले होइन, यो देशको नामले हो। नेता बनाउने भाषणले होइन, नेताहरूको कामले हो। फलानोले बिगार्यो, यो गरेन, अरूलाई आरोप नलगाउनुहोस्। यो देश भनेको हाम्रो हो, देश बनाउने हामीले हो। यो देश भनेको हाम्रो हो, देश बनाउने हामीले हो। नमस्कार, यो पाना हो। गफकाफ हुँदैछ कि देशबारे छलफल हुँदैछ? गफकाफ हुँदैछ कि देशबारे छलफल हुँदैछ? ढुक्क हुनुहुन्छ कि अलिअलि अलमल हुँदैछ? यो देशको हरेक कुनामा चुनावहरू नजिकिरहेको बेला म भने आइपुगेँ यो चिसो मौसममा न्याना शब्दहरूको ओढेर तपाईँहरूको छेउमा एकैछिन टुप्लुक्क बस्न। कतै यो नेताले आज त यो भन्यो भनेर गफकाफमा रुमलिरहनु भएको तपाईँ, अनि कतै यसपालि त प्रधानमन्त्री फलानो पो भन्छ कि क्या हो भनेर साथीभाइहरूसँग बसिरहनु भएको तपाईँ, अनि कतै चाहिँ यो सबै चिजहरूबाट पर बस्नुभएको तपाईँ सबैलाई नमस्कार। आज पनि यो मन ओछ्याएर त्यो मनलाई स्वागत। केही बेर अगाडिदेखि मैले बोलिरहेका केही कुराहरू सुनिरहँदा तपाईँले आकलन गरिसक्नुभयो होला कि आज कुन विषयमा हामी कुरा गर्दैछौँ। मैले सधैँ पस्किरहने भन्दा अलिकति फरक कविता लिएर म आज पनि उपस्थित भइसकेको छु। आशा छ तपाईँको समय खेर भने फाल्ने छैन। कविताको नाम हो नेपाल छाप। यो जित कसको? हाम्रै हो, गाउँमा हल्ला सुरु भएको छ। यो जित कसको? हाम्रै हो, गाउँमा हल्ला सुरु भएको छ। बोकेर झन्डाको हतियार एउटा मतियार गुरु भएको छ। यो जित कसको? हाम्रै हो, गाउँमा हल्ला सुरु भएको छ। बोकेर झन्डाको हतियार एउटा मतियार गुरु भएको छ। भन्दैछ आज यो देशसँग प्यार भएको छ। बेतिथि विरुद्ध लड्न तपाईँको आफ्नो छोरा तयार भएको छ। फर्काउँदै अभिवादन चढेर महँगो साधन
भाषणका सस्ता शब्द फ्याँक्न जो आज उकालो चढेको छ, हो हल्ला, नाराबाजी र जिन्दाबादले जसको रवाब पढेको छ। भोलि उसैलाई भेट्न ठुलो कागज र लामो लाइन चाहिनेछ। भोलि उसैलाई भेट्न ठुलो कागज र लामो लाइन चाहिनेछ। गड्डी, टेन्डर, व्यापार र वाइन चाहिनेछ। दाजुभाइ दिदीबहिनीहरू मञ्चबाट सम्बोधन गर्दै गर्दा भेडाहरू भन्ने छ हाँस्दै भोलि बजेट बाँडफाँड र अनुमोदन गर्दै गर्दा कसैले विकासका, कसैले समृद्धिका धागहरू पोख्दै गर्दा आफूमाथिका प्रश्न र आरोपहरूलाई रोक्दै गर्दा निहाल्नुहोला कठालोमा कतै रहस्य त बोकेको छैन। कुनै रहस्य त बोकेको छैन। निस्फिक्री, बेस्वादे, अर्थहीन दाग त कतै खोकेको छैन। खोज्नुहोला इतिहास नालीबेली उसको व्यक्तित्वको। बाघको खोलमा कुकुर त छैन, फगत ओडेको पछ्यौरा राष्ट्रित्वको। मत दिँदा मतभन्दा बढी अधिकार खोज्नुहोला। धाक भाषण भन्दा बढी विचार सोध्नुहोला देश ठुलो या ठुलो हुन्छ कुर्सीको स्थान भन्ने बारे। सोध्नुहोला देश ठुलो या ठुलो हुन्छ कुर्सीको स्थान भन्ने बारे। पार्टीको नीति ठुलो या ठुलो हुन्छ देशको संविधान भन्ने बारे। सोध्नुहोला रगतको मूल्य कति हुन्छ कि त मूल्य बढी सिद्धान्तहरूको हुन्छ। यो देश कुनै पार्टीको हुनै सक्दैन, देश त शहीदको वृत्तान्तहरूको हुन्छ। जुन देशले जनता सुरक्षित राख्न सक्दैन त्यसलाई मार्ने पनि अधिकार हुन सक्दैन। जुन देशले जनता सुरक्षित राख्न सक्दैन त्यसलाई मार्ने पनि अधिकार हुन सक्दैन। जुन देशमा युवाले आफ्नो सुरक्षित माग राख्न सक्दैन त्यो देशको पक्कै गतिलो विचार हुन सक्दैन। भ्रष्टाचारीलाई फाँसी दे भन्दा कसैको सिंहासन डगमगाउँछ भने देश, जनता, समृद्धि भन्न कुनै नेता अकमकाउँछ भने कुनै नेता, कुनै भोट, कुनै पार्टीले लोकतन्त्र जोगाउन सक्दैन। अझै जनता नजागेमा यो देश जगमगाउन सक्दैन। किसान रुँदैछ मल नपाएर, बिउ नपाएर, सामानले राम्रो बजार नपाएर। विद्यार्थी रुँदैछ देश नपाएर, जागिर नपाएर, सम्मानले राम्रो बजार नपाएर। उहिलेदेखि अधिकारको लागि सडक नै रोज्नु परेपछि अझै बाजी जनताकै ज्यानको देशले निकास खोजेपछि राजादेखि राष्ट्रपति आउँदा घाँसबास कपासकै टुङ्गो छैन। यिनको लोभको भाँडो भरिँदैन कहिल्यै, अझै पनि हलुङ्गो छैन। बाटो ज्यान सबै धरापमा विकास नेताको गोजीमा। बाढी पहिरोको हारगुहारमा हामी नेताज्यू मनमौजीमा। हाम्रा दाजुभाइ खाडीमा, रगत पसिनाको बाढीमा। यिनको परिवार र आसेपासेहरू चट्ट चिल्लो गाडीमा। गाउँ अभावमा निसासिँदैछ, अस्पताल रुँदैछ दबाईको अभावमा। पेट काटेर राज्यलाई कर तिर्नुपर्ने, लास फर्किनुपर्ने बेरोजगारीको दबावमा। सडकमा, खाडीमा, देशमा, विदेशमा जनता नै मर्नु परेपछि के फाइदा छ र मतदान लोकतन्त्रको? अभावहरू आफैले बेहोर्नु परेपछि रेल, हवाई जहाज होइन, सक्ने र चाहिएको त नागरिकता हो। कागजको होइन, आत्मविश्वासको, झोटको होइन, वास्तविकताको। माटोको होइन, मलाई देश चाहिएको छ।
माटोको होइन मलाई देश चाहिएको छ, सुखको होइन स्वाभिमानको अवशेष चाहिएको छ आश्वासन भोलि झन्डा ओढेर बोकेर प्याम्पलेट सडकमा देश खोइ भन्नु नपरोस्। चाहिएको छ आश्वासन भोलि ओढेर झन्डा बोकेर प्याम्पलेट सडकमा देश खोइ भन्नु नपरोस्। आजको झडपमा यति घाइते यति भए शहीद गर्नु नपरोस्। आमा बाले टीका र आँसु मिसाएर सन्तानलाई विदेश पठाउन भए नि सन्तान बनेर निसन्तान एक्लै बेसहारा जीवन कटाउन। झन्डा बेरेर नाम लेखिएको बाकस घरमा नआइपुगोस्। कुनै समाचार कुनै खबरले देश मरेको खबर नल्याइपुगोस्। रगतमा टेकेर रित्तो कोख गिज्याउँदै राजनीति हुनु भएन। रगतमा टेकेर रित्तो कोख गिज्याउँदै राजनीति हुनु भएन। देश मारेर जिन्दाबाद चिच्याउँदै राजनीति हुनु भएन। लासको थुप्रो माथि गाडेर झन्डा देश खोज्न कहाँ जाने हो। लासको थुप्रो माथि गाडेर झन्डा देश खोज्न कहाँ जाने हो। देशवासी नै नरहे फैलाएर प्रोपोगन्डा देश खोज्न कहाँ जाने हो। जित कसको हाम्रै हो। गाउँमा हल्ला सुरु भएको छ। बोकेर झन्डाको हतियार एउटा मतियार गुरु भएको छ। भन्दैछ आज मलाई यो देशसँग प्यार भएको छ। बेतिथि विरुद्ध लड्न तपाईँको आफ्नो छोरा तयार भएको छ। अन्त्यमा हामी संसारकै विभिन्न ठाउँहरूमा छौँ। हामी फेसबुकमा, चिया पसलहरूमा, चौतारीहरूमा, पार्टी पौवाहरूमा देश विकासका कुराहरूलाई लिएर कति पटक बाँच्छौँ। कति पटक यो कुराहरू मनमा नै दोहोऱ्याउँछौँ कि यो देश किन यस्तो, यो देशको अवस्था किन यस्तो। जब पनि हामीहरू देशमा आफ्नो अधिकार खोज्छौँ, अधिकार एक्लै फुत्त आएको हुँदैन। अधिकारसँगै जिम्मेवारी पनि आइपुग्छ। यो देशको हरेक कुनामा, यो संसारकै हरेक कुनामा रहनुभएको नेपालीहरूलाई नेपाल बनोस् भन्ने ठुलो रहर छ। र यो रहर कुनै न कुनै नेतामा त होला, कुनै न कुनै प्रतिनिधि त यस्तो होला जसलाई देश बनाउने र देश बनेको हेर्ने साँच्चै रहर होला। तपाईँहरू जुन कुनामा भए पनि सकेसम्म यसपटक आफ्नो क्षेत्रमा उम्मेदवारी दिनुभएको सही उम्मेदवारलाई जिताउने प्रयास गर्नुहोस्। यदि पुग्न सक्नुहुन्न भने आफ्नो बाआमालाई, परिवारलाई फोन गरेर, मेसेज गरेर, आफन्तहरूलाई फोन गरेर, मेसेज गरेर सही मान्छे चुन्न र चिन्न सिकाउनुहोस्। र यति पनि गरेनौँ र हात बाँधेर बस्यौँ र भोलि फेरि देशको अवस्था यही रहिरह्यो भने यो देशको केही हुन सक्दैन भन्ने अधिकार हामीलाई छैन। हुनसक्छ हामीले प्रयास गरे बावजुद पनि देश नबन्ला, तर प्रयास नगर्नुभन्दा प्रयास गर्नु कम्तीमा एउटा सकारात्मक पाइला हो। यतिन्जेल कविता सुनिदिनु भयो र मेरा कुराहरू पनि सुनिदिनु भयो, त्यसको लागि धेरै धेरै धन्यवाद। मेरो कुनै कुराले तपाईँको मनमा ठेस पुगेको भए म हृदयदेखि नै माफी माग्न चाहन्छु। हामी फेरि पुनः अर्को कवितामा भेट हुनेछौँ। तिनजेलसम्मको लागि मलाई पनि बिदा दिनुहोस्। हस्, धन्यवाद। नमस्कार। जय नेपाल। शुभरात्रि।